से हेलो गाइज, हामी चाहिँ यहाँ आल्चा खान हिँडेको हो, झन्डै लडेको त्यसका बाजे। यहाँ चाहिँ हामी आल्चा खान गइरहेका छौँ टुङटुङ बनाएर होइन, सर्र जङ्गलमा। अनि जुगा भनेदेखि चाहिँ यति धेरै छन् कि कता कान्छे, कता छन् मेरो कान्छी बहिनी? कान्छे हजुर हजुर हेर है, हाम्रो युट्युब च्यानलमा सबैजनालाई स्वागत छन्। काफल खान त पाइएन, तर आल्चा खान छिर्या हो। तर आल्चा कहाँ छ भन्ने कुरो चाहिँ थाहा छैन गाइस। फेरि भित्ता नाप्दै आउँदैछ गाइस। न्युरी 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 सिट झुकाइ झुकाइ हिँड्नुपर्छ। नै साला भनेको त्यसका बाँस भन्छन् क्या रे, भन्न चाहिँ झुकेका नै साला भने झन् नाकले भुइँ छुनी गरेर झुक्नुपर्छ। आलु बखडा सबैजनालाई खान आउनु है। टिपिस जुगा कति लामो छन् कि यस्तो छन्, यो खानुभन्दा धेरै सत्यानाश किन गरिदिया होला। यिनीहरूले कति सराप छ होला, जुगा कति आएको होला। जुगाले खान्छ मटाउने गरेर अब मनमा टिपो। जुगा नि रुहा चढिरहेछ गाइज, हेर्नु यहाँ। मलाई चाहिँ जुगाले सिद्ध्याउने भयो आज, मलाई चाहिँ जुगाले सिद्ध्याउने भयो। अरू भने त्यस्तै हो, आल्चा भने जति पाके जति सबै सिद्धाइसकेछन् होइन। अरू भने छँदैछ। हेर्ने आलु बखडा गाह्रै भयो भन्दैमा उफ्री उफ्री टिप्न पर्ने रे। उफ्री उफ्री तँलाई थुप्री मा उफ्रिनु पर्ने। ए जुम्री भन्दै भयो कति गाइज। यहाँ चाहिँ होइन आल्चाको बोट तानिरहेछौँ हामी। त्यहाँभन्दा तलै झर मैले हाँगा तानेछु। हाँगा ताना छ नि, मलाई जुगाले बुसुक्कै बनाएर छिटो मारिसक्यो। चारिहाला तारै फेरि 1.5 फिटेछस्, लडेर 2 फिटेको होला। यहाँ आल्चा साँधेको लस लस पारेर कस्तो छ? ऊ त्यहाँ टुसमा गयो त्यो सानो बट्टाको टुसमा कि उसमा। पिरो पैसालाई नदिकन एक्लै हाय सोध्दै सावाउँदैन। खाँदैछु त्यो त्यस्तो आनन्दको सकिँदा चाहिँ मेरो मात्रै जिन्दगी। आउन दिदी आउन भर्खर बाहिर आउन आल्छ हामीलाई। ए ठुलो मम्मी तितो हुन्छ हौ। जति नुन हाल्ने टक्क हुन्छ फेरि है। हेर चर्को पनि हुँदैन है।